दर्शक साथीहरू म यति बेला दार्चुलाको सदरमुकाम खलङ्गानमा यहाँ कृषकहरू तपाईहरु देख्न सक्नुहुन्छ आफ्नै बारीमा उत्पादन गरेको केरा तरकारी फलफुल लगायत बिक्री गरिरहेका छन्। यो ठ्याक्कै कहाँनेर हो भन्ने कुरा म तपाईहरुलाई क्यामेरा ब्याक गरेर देखाउँछु र यिनीहरूको भनाइ के छ त्यो पनि देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नु होला। नाम टिकेन्द्र भट्ट, महाकाली नगरपालिका वडा नम्बर 9 बेद मेरो घर। यो अहिले चाहिँ बालिन शाहले भारतमा बन्द गरेर एकदम राम्रो गर्नुभएको छ। हाम्रो समय भाउ पायो। पहिले हाम्रो केरा त बिग्दैन थियो, गाउँघरमा बाँध्नु पर्थ्यो, गोरुको छानलाई दिन पर्थ्यो, त्यो अवस्था थियो भने अहिले यो राम्रो भाउ पाएन। और केरा कसा छन् अहिले, कसा बेच्ला छ? अब यो हेरेर बेच्छौँ हजुर, हम कहाँ 50 बिटे लेबाट 180 सम्म दिन्छ। 50 रुपैयाँ दर्जन ए। अनि यो तरकारी के हो? यो मुन्ना रायो छ अनि रायो छ अनि यो समदनी भन्नान, चौलो भन्नान हाम्रो लोकल भाषामा। ए अनि यो आफूले आफ्नो बारेमा उत्पादन गरे हो कि या अरूबाट खरिदेर बेच्ला रे? यसमा 80% आफ्नो हुन्छ भने 20% भारी मिठाई खरिद्नु। नाम के भने? ए अनि यो फुलुम बेच्ला छ। ए अहिले अहिले पारिबाट आउने फलफुल बन्द गरेको छ, इसा तमन बेच्ला छ हैन? कसो लागिरहेछ? कति रुपियाँमा बेचिन्छ यो? 100 रुपियाँ किलो। अनि उहाँको चलन ज्या यिन खान्थे कि नखान्थे अरूतिरका के थियो? ए अहिले खान लाग्यो।